उद्योगीहरूले देश लुट्न पाएसम्म सबै ठिक। महसुल तिर्न परेपछि अन्याय। अर्बौं विद्युतको महसुल नतिर्नेले नेताहरूलाई घुस र चन्दा जति पनि दिने। लाइन काटिएपछि मजदुरको काँधमा बन्दुक राखेर पड्काउने। नेताहरूले यिनैलाई संरक्षण गर्ने। पत्रकारहरूले अन्याय भयो भन्दै यिनैको समाचार लेखिदिने। तर राज्यलाई दिनुपर्ने पैसाको आवाज कसैले नबोल्ने। गजबको देश, गजबको नियत। यो भनाइमा मन्त्री कुलमान घिसिङज्यूले नेपालको यथार्थपरक विडम्बनालाई अत्यन्त स्पष्ट र कठोर भाषामा उजागर गर्नुभएको छ। उहाँले देखाउन खोज्नुभएको कुरा के हो भने देशका केही ठुला उद्योगपति र ठेकेदारहरूले राज्यको स्रोत र सम्पत्तिको दुरुपयोग गरेर अर्बौं रुपैयाँको विद्युत महसुल नतिरे पनि आफूलाई निर्दोष देखाउने प्रयास गर्छन्। जबसम्म उनीहरूले राष्ट्रलाई लुटिरहेका हुन्छन् तबसम्म सबै कुरा ठिक लाग्छ। तर जब राज्यले महसुल तिर्न माग गर्छ तब अन्याय भयो भन्दै चिच्याउँछन्। कस्तो विडम्बना। यिनै उद्योगपतिहरूले नेताहरूलाई घुस र चन्दा दिएर आफ्नो अपराध ढाकछोप पनि गर्छन् र जब सरकारी निकायहरूले कानुनी कारबाही गर्छन् तब मजदुरहरूलाई अगाडि राखेर आन्दोलन गराउँछन्। यो हाम्रो प्रशासनिक र राजनीतिक नैतिकताको अधोपतनको प्रतिबिम्ब हो। पत्रकार र मिडियामा पनि उहाँको गुनासो छ भ्रष्टलाई बचाउने र स्वच्छ प्रणाली सुधारकलाई दोष दिने प्रवृत्तिको। राज्यलाई तिर्नुपर्ने महसुल नतिर्नेहरूका पक्षमा प्रचार गर्ने तर राष्ट्रको हितका लागि आवाज उठाउनेलाई व्यवस्था गर्ने पत्रकारिता लोकतन्त्रको वास्तविक उद्देश्यसँग खेलवाड हो। संक्षेपमा भन्नुपर्दा कुलमानज्यूको भनाइले एउटा ठुलो सन्देश दिन्छ। राष्ट्रको सम्पत्ति र स्रोतको संरक्षण सबै नागरिकको कर्तव्य हो। राज्यले कानुनी रूपमा महसुल माग्दा त्यसलाई अन्याय भन्नु स्वार्थी र बेमानी दृष्टिकोण हो। घुस चन्दा र राजनीतिक संरक्षणको सहारामा लुट्ने प्रवृत्ति अन्त्य नहुन्जेल देश अगाडि बढ्न सक्दैन। साँचो न्याय भनेको जसले देशलाई तिर्नुपर्ने जिम्मेवारी तिर्छ त्यही देशभक्ति हो। अरू सबै चोखो लुगा लगाएको बेमानी हुन्। धन्यवाद।